गाउँघरमा यस्तै छ जुरी मासु लिनु लाग्यो सुँगुरको मासु है। यो चाहिँ हाम्रो अर्को गुफा टक्क सेट लाएर यस्तरी हजुर जस्तै सुँगुर चाहिँ होइन चट्ट काटेर खाइदिन्छ है। प्योर गाउँको सुँगुर। हेलो गाइजहरू है, वेलकम ब्याक टु माई अनदर एपिसोड अफ ब्लग। तपाईँलाई धेरै पछि फेरि ब्लगमा स्वागत छ। अनि हामी चाहिँ गाउँ आएको हिजो होइन, एकदम गाह्रो भयो। काठमाडौँ आइयो, पानी लास्टै परेर आउँदाखेरि अनि घर उठ्यो। यहाँ चाहिँ चट्ट घरमै कुखुरा मसिनो छ। बाबा जोति सक्नुभयो? अब आज यहाँ ए सबै सक्नुभयो? ए अनि बाबाले चाहिँ बिहानै सबै बारी दिइसक्नु भएको छ, पाठाहरू है, पाखाहरू त्यही त। अनि घाम लागिरहेछ अहिले, अलिअलि पानी पनि पर्ला जस्तो गरिरहेछ होइन। भर्खर उठ्यो, अब खाना खाइन्छ। गाउँघरमा यस्तै छ जुरी मासु लिनु लाग्यो सुँगुरको मासु है। आज सुँगुर काट्दैछ। हिजो गाउँ आइयो, पानीले बिजोग बनायो बाटोमा होइन। अब आज पर युवराज काँको सुँगुर काट्दैछ, जाइँदैछ काँक्रा म डालो बोकेर। हेमन भतेज सुँगुर सुँगुर फुपू के गर्दै हुन्छ? नजाऊ न, अब मासु ल्याएर चट्ट खानुपर्छ। हाम्रो गाउँहरू चाहिँ यस्तो चाहिँ गाइजहरू है। हिजो पानी परेर एकदम दामी भएको छ मौसम चाहिँ। अब चाहिँ नयाँ वर्ष आउनु लाग्यो होइन, पुरै हरियाली भइसकेको छ, पाउलो पात फिरेर। अब मासु ल्याइन्छ अनि खाना खाएर काम गर्नु छ है। यात्रा चाहिँ एकदम बिजोग भइन्छ, पुरै बाढी नै आउने खालको पानी आएछ। के छ तुम्बा? खोइ बाबै माथिल्लो घर लिबिना कता छ? ए हाम्रो कोल्टे दाइको घर है, कोल्टे दाइको मौरी घर। खै मौरीमा आउँदैन, आधुनिक घर चाहिँ गाउँमा घरै पछि छ, मौरी चाहिँ छैन। यस्तो छ। अब सुँगुर च्याट्ट काट्ने हो। हिजोको पानी परेको जाडोको मौसम छ, च्याट्ट बनाएर खानुपर्छ है। डालोभरि मासु लिएर जाने हो। कसो पाडा हो यो? रातकै हो यो। ए प्रेमामाकै एउटा यता जेठ ए हो। यहाँको त अलिक हेर्नु लागेको रहेछ नि। ल के गर्दै हुन्छ आन्टी? ए म त युवराज चाहिँ साउदीबाट फोन गरेर सुँगुर काट्नु पर्यो केटा, जा भनेर रात आयो नि। ल युवराजको निजी निवासमा आइयो। हाम्रो पासुङ आएर अघि बसिरहनु भएको रहेछ। को हौ? बेसीबाट मान्छे आयो। काकाहरू खोइ त काटे। हेलो हेलो हेलो। मलाई कुखुरा दिनु त। खै 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 सानो मान्छे खोइ। हामी चिन्छ कि चिन्दैन मलाई खै माया पप्पी खोइ। के गरेको के गरेको के गरेको? अब तुँगुल काट्नु पर्छ। जस्तै सुँगुर चाहिँ होइन चट्ट काटेर खाइदिन्छ है। प्योर गाउँको सुँगुर मासु लगेर गइन्छ होइन। गाउँहरूको बसाइ चाहिँ अर्ग्यानिक छ यस्तो तरिकाले। अस्तिको मासु हेरेर मान्छे मान्छेले कसरी खायो भन्ने पकाएर खानुपर्छ। मासु चाहिँ अब करङ काटेर भाग लाउने काम हुँदैछ होइन। गाउँमा चाहिँ पुरै भाग लाएर चट्ट खाइन्छ। नयाँ वर्ष 2082लाई स्वागत गरियो त आजबाटै।
ल सोल्टी र म चाहिँ दिक्तेल बजारबाट देवीथान दर्शन गर्न आउँदैछौँ। सोल्टीलाई देवीथान घुम्नु मन छ अरे लाग्यो अरे। अनि मैले यहाँ माथि पनि गुफा छ भनेको थिएँ सोल्टीलाई होइन। अनि खाना खाइवरी हामी चाहिँ अब घरबाट दिक्तेल बजार आएर पनि यहाँबाट चाहिँ उकालो चाहिँ बाइक जान्छ जानु चाहिँ माथिसम्म, तर सोल्टीलाई डर लागेर धेरै भिड देखेर अनि हामी चाहिँ हिँड्दै हिँड्दै जाऊँ भनेर यहाँदेखि चाहिँ सिडीबाट फोटो खिच्दै हिँड्दै जाऊँ। सोल्टी भन्नु पऱ्यो हस् भनेर लागिँदैछ। यो चाहिँ सिडीबाट चाहिँ म पनि गएको छैन अहिलेसम्म माथि। सिडी बनेपछि सोल्टी रमाइलो भइरहेछ? डर लाग्यो तपाईँलाई? हजुर। ल साथीहरू अब माथि गएर डाँडातिर भिडियो गर्दै जान्छौँ। तर दिन चाहिँ आज एकदमै खत्तम छ क्या दिक्तेल बजारै हाम्रो। अलिक पानी पर्ला पर्ला जस्तो छ। ल सोल्टीले पुरै दिक्तेल बजार हेर्दै हुनुहुन्छ है। तर अलिक अँध्यारो छ। हिँड्दै 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 हामी आउँछौँ तलबाट। नभए सोल्टी हिँड्दै कान्छीसँग जोडी आउनु न मजाले घुम्नुपर्छ। अब अर्को पालि आउँदाखेरि एकदमै लामो हजुर भिसा मिलाएर चाहिँ 3 महिनाको भित्र मिलाएर आउनुपर्छ। 3.5 महिनाको चाहिँ आउँदा पनि मलाई त अरू भने यो डाँडा डाँडा जानु चाहिँ साह्रै मन लाग्छ। भोलि अब हेर्नु त भोलि उठ्यो जानुपर्छ हामी। टावर देखेको हो त्यहाँदेखि माथि टावर हो कि मूर्ति हो? टावर एनसिएलको टावर क्या नेटको। त्यो लामो लामो देखेको त्यो घर जस्तो त्यो बजार हो। यो बजारहरू त्यो बजार अलिअलि छ प्रायः प्रायः घरै हो। अनि ऊ त्यहाँ हेर्नु त ऊ त डाँडामा देखेको छ नि मूर्ति। हजुर त्यो अस्ति हामीले आउँदाखेरि बाटोबाट देखाएको त्यही हाम्रो राजाको मूर्ति। हजुर तुवाले गर्दा राम्रो देख्दैन नि। एसियाको सबभन्दा ठुलो त्यो मूर्ति हाम्रो राईहरूको। किरातीको। हजुर किरातीको। ल माथिको चाहिँ भ्यू टावर रहेछ होइन। यो बनेपछि चाहिँ म पनि आएको छैन यहाँ। तर धेरै सफा भएको छ पहिलाभन्दा अहिले। दिक्तेल बजारको हाम्रो एकमात्र पर्यटकीय क्षेत्र। जस यहाँ यस्तो बस्ने ठाउँहरू बनाइदिएको रहेछ मान्छेहरूले होइन। यतिको चाहिँ विकास हुँदैको भने चाहिँ जस राम्रो हुन्छ। साथीहरू यस्तो दामी फुलहरू यस्तो पाखालाई खास यो चौर यस्तो थियो। श्रमदान अभियान हर्क साम्बाङको अभियानबाट प्रेरित भएर हाम्रो नगरपालिकाले पनि यस्तो अभियान चलाएर यस्तो राम्रो श्रमदान। यहाँ पनि पूजाहरू लाग्ने मेलाहरूको बेला चाहिँ खतरा मान्छे हुन्छ है। शिवरात्रि रामनवमी त्यस्तोको बेलाहरू चाहिँ धेरै हुन्छ। अब हामी पनि यहाँ घुमेर फर्किन्छौँ। यहाँ पुरै घरहरू पनि बन्दै रहेछ। यो सायद खानेहरू खाजा खाने ठाउँहरू बनाएको होला। अब भोलि हाम्रो रेड पान्डा तथा थारको महोत्सव पनि सुरु हुँदैछ है हुर्लुङमा नयाँ वर्ष 1 गतेबाट। यहाँ चाहिँ रेड पान्डाको पनि रहेछ। हो हाब्रे रेड पान्डा अस्ति भर्खर हाम्रो खोटाङको माथि मेरुङ जङ्गलमा भेटेको है गाई चढेको चाहिँ। हाम्रो ठाउँमा पनि पाइन्छ है। वा खुसी लाग्छ जस यस्तोहरू देख्दाखेरि। पसिना चाहिँ बबाली आइरहेछ। अहिलेको भ्यू टावरको ट्रेन्डिङ छ। भ्यू टावर यो चाहिँ हाम्रो जिल्लाको। हजुर यो चाहिँ यहाँ चढ्ने हो यहाँ। हजुर यस्तो छ। हामी चाहिँ भ्यू टावरमा आइयो। भ्यू टावर खतरा खतरा रहेछ खतरा। ल हावा चाहिँ दामी आउँदो रहेछ होइन। यस्तो छ गाइज। सोल्टी र मेरो दिक्तेल बजार घुमाइ कस्तो लाग्यो सोल्टी? उयो यहाँनिर अब हलेसीको जस्तो लामो ढुवाङ जस्तो आएको। अहिले अब हामी टाढो झर्नुपर्छ। अनि त्यहाँ चाहिँ गुफा उछ गुफा पस्ने। हामी टाढा गएर झरेर गुफा पस्नुपर्छ। हजुर सोल्टी चाहिँ खोटाङको घुमघाम फर्स्ट टाइम। अनि सोल्टी र मेरो घुमघाम चल्दैछ। साथीहरू धेरै पछि भिडियो बनाउँदैछु होइन। हेरेर सपोर्ट गरिदिनु होला। ल अब फेरि हामी यताबाट हाम्रो यहाँ हजुर मन्दिरको आउँदाखेरि चाहिँ दर्शन गर्ने आउने हाम्रो दर्शनालुहरूलाई चाहिँ हामी चाहिँ लेफ्टबाट गएर राइटबाट झर्नुपर्छ भन्ने किम्वदन्ती छ पहिलेबाट होइन। हामी यो लेफ्टबाट गएर माथिबाट घुमेर फेरि राइटबाट झर्छौँ यहाँ तल। यो चाहिँ हाम्रो टावर अरे केटाकेटीमा हामीले कागजको चङ्गा उडाए जस्तो रहेछ टावर चाहिँ। ल सोल्टीले हेर्दै हेर्दै नै हुन्छ।
सबै बज्दैछ अब हामी यहाँबाट यस्तो गरेर यस्तो झर्नुपर्छ फेरि हजुर ल हामी चाहिँ देवीसनको ठ्याक्क डाँडामा आइयो तर मान्छेले धेरै फोहोर गरेको छ यतातिर के हो याटे डस्टबिनहरू छ होला यो सबभन्दा खतम माने चाहिँ यही हो होइन हामी नेपालीको गाइज यहाँ चाहिँ अब बस्ने ठाउँहरू छ यस्तो आनन्दको धेरै वर्षपछि आएँ यहाँ है यहाँ तल के बन्दै रहेछ यस्तो छ खोइ होला सोल्टी र म घुम्दैछौँ सोल्टीलाई ठाउँ सबै अनौठो लागिरहेछ यो सबै रुखहरू कटुसको रुख हो सोल्टीले पुरै हेर्दै हुन्छ यो चाहिँ हाम्रो पर्यटकीय क्षेत्रहरू है गाइस हाम्रो खोटाङ जिल्लाको यस्तो छ ल मध्यदेवीछान मन्दिर है यो चाहिँ हाम्रो भाकलहरू गरेर यहाँ चाहिँ सेवा गर्ने चलन छ यस्तो छ पुरानो यो पहिले चाहिँ भूकम्पले भत्काएर फेरि बनाएको यो मन्दिर चाहिँ होइन तर जस राम्रो छ यो ठाउँ चाहिँ सोल्टीलाई गुराँसहरू पनि सबै फुलेर झरिसकेको छ यस्तो छ यहाँ चाहिँ पुरै भाकल हुन्छ आउनु त ल अब हामी लेफ्टबाट चढेर राइटबाट झर्दैछौँ है सोल्टी र म अब यो तल एउटा मेन सोल्टीलाई गुफा देखाउनु छ यस्तो आनन्द शान्त चिल छ ठाउँ यो ल सोल्टीले सबै घन्टी बजाउनु भयो अब हामी झर्छौँ तल अब यहाँ मन्दिर एउटा छ त्यहाँ पसेर झर्छौँ है गाइडहरू कटुसको रुख यहाँ लास्ट टाइम म हाम्रो कोल्टेदाईको भाकलमा आएको थिएँ त्यो निकै वर्ष भयो है त्यो भिडियो मैले हालेको छु त्यो यही समयको भिडियो होला सायद पुरा सुनेको थियो कसले हेर्नु भएको छैन भने फेरि हेरिदिनु होला हेर्नु भएको छ भने तपाईँहरूलाई धन्यवाद होइन मजाको भिडियो हाम्रो दिक्तल बजारको एकदम टफ डाँडा है चिल छ ठाउँ चिल अब धेरै पछि भिडियो बनाएको आफूलाई के बोल्ने भन्ने हुँदो रहेछ क्या अलिक कन्फिडेन्स लेभल चाहिँ अलिक लो भएको छ मेरो अब हामी चढ्दैछौँ हाम्रो गुफामा यो परको चाहिँ उडी गएको चङ्गा हो केटाकेटीमा हामीले कागजको बनाएर उडाइन्थ्यो रकेट कुन दिन हावाले लगिदिन्छ यस्तो छ सोल्टी र म रमाइलो लाग्यो सोल्टी एकदम राम्रो भइरहेछ ए अनि अब खोटाङ मजाले घुमेर फेरि भोजपुर घुम्नु हुन्छ नि त हजुर भोजपुर जानुपर्ने अब कहिले हुन्छ दिन समय बताउने छ अब घुम्ने गर्नुपर्छ हजुर अब सोल्टीको छुट्टो छुट्टी त अझै पाए त हुन्थ्यो भन्नु लागिरहेको छ हजुर अब धेरै समय पनि छैन हजुर टक्कै 22 दिन भयो आएको हजुर अनि अब यो महिना मरेर अर्को महिनाको अन्तिमतिर हजुर पनि अब उहाँ फर्किँदा पनि अब अलिक मनमा दुःख लाग्छ हो नि है ठिकै छ फेरि टाइम मिलाएर छुट्टी मिलाएर आइहाल्नुहुन्छ नि तपाईँहरू पाएको सम्झना हजुर सधैँ यही साथीको लागि हजुर रहिरहने छ हो नि सोल्टी घुमिरहेको छौँ हामीले फिर्ता ल्याउने छ हो फेरि आउनुहुन्छ फेरि घुम्नुपर्छ हामीले भगवानको उपलब्धि गर्नुपर्छ हो आफ्नो काम इच्छा के गर्नुपर्ने हो नि कुरालाई हामीले सफल गर्नुपर्छ हजुर विश्वासमा रहनुपर्छ हो आफ्नो मनलाई राम्रो ठाउँमा जोडाएर हिँड्नुपर्छ हो जता भाइ नराम्रो बोलेर हिँड्नु भयो होइन गर्नु हुँदैन हो आफ्नो इज्जतलाई सम्हालेर हिँड्नुपर्छ हो साथीलाई सँग कसरी आदर गर्नुपर्छ हो ठाउँमा हिँड्दाखेरि कुन रूपमा हिँड्नुपर्छ ल आइयो यहाँ अब यहाँ मन्दिर छ हजुर अब यहाँ पस्नुपर्छ हाम्रो गुफाभित्र सोल्टी र म चाहिँ पस्दैछौँ भित्र गुफाभित्र अब ल
सोल्टी ए ल यो चाहिँ हाम्रो अर्को गुफा टक्क सेट लाएर यस्तरी हजुर कस्तो लाग्यो सोल्टी रमाइलो सोल्टी र म पस्दैछु गुफामा यहाँ चाहिँ यस्तो छ है साथीहरू एकदम पस्नु चाहिँ यो सत्यको ऊ भन्छ होइन भगवान्हरू ल सोल्टी झर्दै हुनुहुन्छ यहाँबाट यताबाट आउने यताबाट जाने यो चाहिँ मन्दिर यस्तो छ साथीहरू सोल्टी सक्नुहुन्छ होला बिस्तारै बिस्तारै धारीको ढुङ्गा त छैन अब म झरे गाई चढु यहाँ त अप्ठ्यारो रहेछ यार म त यहाँ त यस्तो छ साथीहरू हाम्रो मन्दिर क्षेत्र मन्दिर एरिया सानो बाबु पनि आउँदै रहेछ यस्तै अब यस्तै जाने हो बाहिर सोल्टी त सुत्ता छ हाल्नु हो अब यस्तो छ अब जुत्ता हाल्नुपर्छ